त्यो देशको चुनौतीको बारेमा कुरा गर्दाखेरि भ्रष्टाचारले देशलाई चारैतिर अत्यन्त गम्भीर तरिकाले गाँजिएको मैले पाइरहेको छु। जता हेर्यो, जसरी हेर्यो, जहाँ हेर्यो त्यही भ्रष्टाचार देखिन्छ। नेपाली कांग्रेस, अबको नेपाली कांग्रेस, यो केन्द्रीय समिति पछिको नेपाली कांग्रेस भ्रष्टाचारमा शून्य सहनशीलताको हिसाबले हामी अगाडि बढ्नै पर्छ, नत्र भए नेपाली कांग्रेसको औचित्य समाप्त हुन्छ भन्ने कुरा तपाईहरुलाई भन्न चाहन्छु, बताउन चाहन्छु। दोस्रो कुरा, देशको चुनौती भन्नाले दण्डहीनताको अन्त हामीहरूले सकिरहेको छैन। राज्य नै दण्डहीनतालाई बढाउने प्रयास गरिरहेको छ। हुँदा हुँदा कानुनै हामीहरू यस्तो बनाउन खोज्दैछौँ जुन कानुन फौजदारी मुद्दाबाट फैसला भइसकेका व्यक्तिहरूलाई पनि राजनीतिक मुद्दा भनिकिन छुट दिने, यस्ता कुराहरूले हामीहरूको छवि भ्रष्टाचार र तपाईको दण्डहीनताले गर्दा अन्तर्राष्ट्रिय समुदायमा पनि नेपालको छवि अत्यन्त धुम्लिएर गएको मैले पाइरहेको छु।